धौलागिरी होटलको चाहिँ ब्याक साइडमा चाहिँ यस्तो दामी गार्डनहरु छ है। ल हेलो दाइ, हेलो दाइ, हेलो, के छ? मस्त छ त, मस्तै हो। केटीहरुसँग बोल्दै हो कि? हजुर, केटीहरुसँग बोल्दै हो। ओ माय गॉड, हो र। यस्तो मजाको छ है यो चाहिँ। सेम पुटली जस्तै फुल छ त यो त। पुटली हो कि फुल हो यो छुट्याउनै सकिँदैन। वाउ, यो चाहिँ गोपी काउलीहरु पनि हुँदैछ र यो चाहिँ मजाको फुल कोपिला सहितको। वाउ, यस्तो दामी छ गार्डन चाहिँ। धौलागिरी होटलको चाहिँ ब्याक साइड हो है। ल यस्तो मजाको गार्डन। वाउ, दामी छ है, दामी छ एकदम मजाको, मजाको छ है। ल यहाँ पनि हुँदैछ सब्जीहरु, यस्तो मजाको छ है। ल वाउ, पुरै गार्डन गार्डन यस्तो दामी फुल। Oh my goodness. This is seem like butterfly. Wow, मजाको फुल छ त यार। चाहिँ सेम हजारी जस्तै छ, सनफ्लावर जस्तै नि छ, तर सानो साइजको रहेछ। वाउ, र यहाँबाट चाहिँ यस्तो भ्यू छ, दामी, अति नै सुन्दर, अति नै सुन्दर छ त हौ। वाउ, यो चाहिँ स्याङबोचेमा रहेको धौलागिरी होटलको चाहिँ ब्याक साइड चाहिँ यस्तो मजाको छ। र यो पनि ठुलै भवन र त्यसपछि यहाँ छ कोठाहरु चाहिँ मजाको छ है। ल यतातिर नि गार्डन छ फेरि। वाउ, वाउ, दामी लाग्यो गार्डन चाहिँ। ल सी यू गाइस, बाइ बाइ।